हेलो फ्रेन्ड, अब हामी चाहिँ धरहरा चढ्न जाँदैछौँ है। धरहरा कस्तो हुन्छ म देखाइदिन्छु तपाईँको। नयाँ धरहरा कतिपय चढ्नु नभएकोहरू पनि छ होइन, नचढ्नु भएको व्यक्तिहरूले हेरिदिनु होला कस्तो छ है। हामी सर्लक्क लगाएर धरहरा जाँदैछौँ चढ्नको लागि। यो धरहरा टुप्पा चढेर त्यहाँको दृश्य पनि देखाउँछु म तपाईँहरूलाई कस्तो छ भनेर होइन। पुरानो धरहरा चाहिँ यहाँ छ, नयाँ चाहिँ यता छ होइन। टिकट हामीले लिइसकेको छ। पहिलाको जुन सुन धारा भनेर भनिन्छ नि, सुनको धारा भएको धारा क्या, सुन भएको धारा, त्यो चाहिँ धारा हो। यो चाहिँ अलि अवस्था अलिकति कमजोर छ होइन। अलि पानी डुबेर धारा सारा सब डुबिसकेको छ, देखिँदैन। माथि टाउको मात्र देखिन्छ। अनि सुन धारा भनेर चाहिँ जुन सुन धारा भनेर चाहिँ यसलाई भनिन्छ क्या। अब यहाँ चाहिँ मान्छे पहिला सुनको धारा थिए अरे, अनि कोही मलामी अथवा बालन शाहले भन्नुभएको जस्तै कोही मान्छे मरेर फर्किँदाखेरि चाहिँ यही धारामा नुहाएर चाहिँ पवित्र हुन्थ्यो अरे। अनि यहाँ चाहिँ अहिले यस्तो पानीले डुबेर सबै डुबिसकेको छ क्या। नजिकै यस्तो दृश्य छ होइन। यहाँभित्र चाहिँ के छ कुनै लिफ्ट जस्तो छ। लिफ्ट चढेर चाहिँ कहाँ अन्डरग्राउन्ड जाने होला सायद। अब चाहिँ हामी माथि जाँदैछौँ मैले। अब यसलाई चाहिँ के गर्नुपर्ने, केही काम लाग्छ? यस्ता छ यता होइन। सर यताबाट जाने हो, धरहरा माथि जाने। चाहिँ लाइन बाई लाइन चाहिँ सिस्टम। हस् फोटो खिच्न पाइन्छ नि ल। सिलगढी गएर फेरि यत्रो पैसा तिरेर फोटो खिच्नु पाएन भने कामै लागेन होइन। सबै गाह्रो कुरो पो अर्थ भने जब जान्छ पसिहालौँ है। हामी तिनजना एक लाइनमा जानु पायो भने ल सानो रहेछ ठाउँ त। पहिला भिन्जुन थापाको पाला भन्दा अलिक सानो रहेछ। पहिलाको भन्दा सानो भिन्जुन थापाको पाला पहिला पुरानो धर त फन पनि घुमेर जानु पाइन्थ्यो नि। खास पनि सिसा राख्नु पर्यो क्या बाहिरको दृश्य हेर्नलाई होइन। एकमा पुग्यो अब यो चढ्न त चढ्यो, अब यो चढ्यो नचढ्यो थाहा छैन। 7मा 8मा 9 तल माथि आइसक्यो। यो अझै अझै माथि माथि हो 20 सम्म पुग्छ अरे। 20 तला त होइन नि। 9 तला भन्दै के त खोइ भित्रको तला चाहिँ 20 तला मान्छ क्या। भित्रको त्यो सिडी स्टेप होला खोइ 15 जति माथि भयो त्यति छिटो जान्छ नि त। फेरि 20 बत्ती सत्ती गयो भने चाहिँ फेरि यहीँ होइन। होइन उनीहरूले सिस्टम मिला होला यो जेनेरेटर सुनेर राखेको होला। जेनेरेटर भयो जेनेरेटर नभएर यो अटोमेटिक ब्याट्री स्याट्री हुन्छ क्या यसमा। यो बिग्रियो भने चाहिँ आइपुग्यो खोलिहाल्छ नि। सर्लक्क निस्किन आइसक्यो। सर्लक्कै आइपुग्यो ल। ल हेर्नु डर लाग्दो रहेछ छेउमा अन्त छेउमा अन्त डर लाग्दो रहेछ त। एउटा सिसाहरू होला नि सिसाहरू। निकै डर लाग्छ हो तल त। ओमाइ गड त्यहाँ गाडी कति सानो सानो देखिरहेको छ ल। एकछिनमै माथि आइपुग्यो क्या। काठमाडौँ भ्याली पनि हेर्नुहोस् है त। सिलु डर तल हेर सिलु, डर लागेन यता हेर सिलु। काठमाडौँको दृश्य सर हेर्नुहोस् है त। काठमाडौँ कसरी देख्दो रहेछ काठमाडौँको दृश्य ल। यस्तो देख्दो रहेछ काठमाडौँ चाहिँ। तल चाहिँ यस्तो देख्छ है। मान्छे त साह्रै सानो देख्दो रहेछ यहाँ त। ट्याक्सी गाडी फन घुमाइदिन्छु है त म एकछिन ल।
अन्त हेर्नुहोस् है अहिलेको गोलो डल्लो घर चाहिँ उता माथि यस्तो देखिँदो रहेछ है माथिबाट चाहिँ ल तल त सिधा तल त यस्तो डेन्जर डर लाग्दो रहेछ छेउमा आउँदा त ओ माइ गड यो चाहिँ टुँडी खेल है टुँडी खेल यतापट्टि साइडमा यो चाहिँ टुँडी खेल यस्तो गरेर देखिरहेछ उता शहीद गेट यतापट्टि शहीद गेट होइन शहीद गेटबाट सर लाएर यो चाहिँ टुँडी खेलमा चाहिँ यताबाट यस्तो देखिन्छ है यस्तो देखिँदैछ यतापट्टि चाहिँ उता वीर हस्पिटल चाहिँ देखिरहेछ तलको अहिलेको रानी पोखरी भन्ने चाहिँ यहाँनिर यस्तो देखिरहेछ सानोबाट पहिलाको फोटोमा त निकै राम्रो देखिन्थ्यो अहिले अलिकति संरक्षण नगरेको गर्दा अलिकति राम्रो देखिरहन्छ खासै त्यो रत्न पार्कको अब बाटो चाहिँ यता छ यता न्यु रोड के भन्छ सुन्दाराको बाटो रोड चाहिँ अझै पनि केही संरक्षण गर्नुपर्ने देखिन्छ यता राम्रो दृश्य देखिन्छ हेर्नुहोस् राम्रो देखिन्छ फोटो क्याप्चर गर्ने पनि निकै राम्रो देखिन्छ पार्किङहरू राम्रो छ पार्किङ मान्छे घुमिरहेका छन् यतापट्टि त्यस्तो सेनाको बिहारी है कोही सेनाहरू परेड गयो त्यहाँ परेड खेल्ने अथवा तालिम गर्ने ठाउँ यतापट्टि शहीद गेट यहाँबाट त्यस्तो हेर्छ सुन्दारा चाहिँ अहिलेको त्यो सिसाको सानो घर चाहिँ यस्तो तल यता देखिरहेको छ होइन यस्तो हेर्दा चाहिँ दृश्य राम्रो देखिन्छ कि यो चाहिँ यतिको दृश्य चाहिँ होइन टक्क हेर्दा चाहिँ एकदम हेरौँ मन लाग्ने खालको छ क्या टक्क फोटो खिच्दा पनि होइन राम्रो खालको छ ल यतिको छ ल अब यतापट्टिको दृश्यहरू मात्रै यतापट्टि दृश्य चाहिँ अब घर घरै मात्रै देखिन्छ होइन त्यसै त्यस्तो केही देखिँदैन घरहरू मात्रै देखिन्छ काठमाडौँको दृश्य पारीसम्म हेर्नुहोस् है त पारीसम्म हेर्नुहोस् है ठाउँ माथि निकै फराकिलो छ तलबाट हेर्दा ठाउँ थोरै स्पेस भएको देखे पनि यहाँ चाहिँ निकै ठाउँ ठुलै देखिन्छ लगभग 2 मिटर 3 मिटरको फराकिलो छ है 3 मिटर फराकिलो छ ठाउँ फराकिलै छ यहाँ चाहिँ पहिला पुरानो धरहरा हुँदा चाहिँ यहाँ चाहिँ ऊ थियो क्या शिवलिङ्ग मूर्ति थियो भगवान्को मूर्ति अनि चाहिँ यस्तो मूर्ति सुर्ति केही राखेर रहेछ यो माथि के भन्दा माथि त्यस्तो माथि छ अन्त माथि जान सकिँदैन जाने ठाउँ पनि छैन यस्तै छ है